मेरो नाम चाहिँ सिमरन पाण्डे हो र म चाहिँ सिङ्गल छु। यहाँ कतिजनाको एक्स हुन्छ? एक्स सबैको हुन्छ, मेरो पनि एक्स थियो। र यो एक्सहरूले छोड्ने बेलामा चाहिँ धेरै कुराहरू भन्छन् क्या, जस्तो इट्स ओभर, यु डिजर्भ बेटर। मेरो एक्सले चाहिँ एउटा फिल्मी डायलग दिएको थियो क्या, मुटुले नछोड भन्छ, दिमागले छोड भन्छ, के गरौँ म? पहिलो कुरा यो मुटु मन केही दिमाग केही नै हुँदैन। तर त्यो बेला त कहाँ त्यस्तो भन्थ्यो? त्यो बेला बेबी मुटुको सुन न बेबी, नछोड न मलाई बेबी। अब छोड्ने त छोडिहाल्यो, अब घर फर्किँदैछु, उसको घरमा ब्रेकअप भएको नि त, घर फर्किँदैछु। अब पोजिटिभ कुरा त सोच्नु पर्यो। त्योसँगको 1500वटा फोटो डिलिट गऱ्यो भने एउटा पब्जी इन्स्टल हुन्छ। शनिबार घुम्न जानु परेन, खर्च त्यहाँ बचिहाल्यो। त म यो रिलेसनसिपमा भएको के कुरा चाहिँ मिस गर्छु त? त्यही बेला मुटु बढेर आवाज आयो, चुम्मा 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 चुम। अब यस्तै हो होइन? अब रिलेसनसिप त यस्तै भइहाल्यो। तर यो भाडा भुरेको रिलेसनसिप हुन्छ नि, भाडा भुरेहरूको। अब मेरै टोलको एउटा केटीको कुरा गरौँ, 8मा पढ्छ त्यो केटी, 2 वर्ष रिलेसनसिपमा बसिसकिरे, ऊ बसिसकिरे। आफ्नो यहाँ 2 वर्ष टिकाउँदै ब्रेकअप भएको, ऊ बसिसकिरे। अनि अब 9 क्लासको कुरा थियो, 9 क्लास पनि पढायो नि त मैले। अनि स्कुलमा अब बसको झ्यालको सिटमा बसिरहेको थिएँ, उता एउटा फुच्चे लभ म्याच खेल्दै थियो क्या। फुच्चेको नाम स्वप्न थियो, गर्लफ्रेन्डको नाम सुमन रहेछ। स्वप्न लभ सुमन गरेछ, 6% आयो क्या। के भन्छ, काटेर तृष्णा लेख्दा आज मलाई क्लासमा हेरिरहेको थिएँ रे बा। 5मा पढ्छ त्यो केटो, जिउमा एउटा रौँ आएको छैन त्यसको। आफ्नो यहाँ आएर खौरेर के गरिस् है? त्यसको तृष्णा छ, मेरो तृष्णा कसले मिटाउने? अनि अब यो ब्रेकअप भएपछि कथा कविता लेखिन्छ क्या। मैले पनि लेखेको थिएँ, ए प्रिय तिमीले मलाई किन छोडेर गयो पिरिए। त्यो बाइफले तिमी भन्दा म किन मन पर्यो प्रिय भन्न। यस्तो सबै लेखेर हाइलाइटमा राखेको थिएँ। एउटा मेसेज आयो, आई लाइक यु पोएट्री भनेर। मैले भने अनि म ब्लक भएमा के गर्नु? त्यस्तो कसैले भन्छ? ब्लक। अनि एक दिन अब मलाई कसैले हेर्दैनन्, अब हेर्दा त हेर्दैनन्, थोप्रा राम्रै छ त्यही पनि हेर्दैनन्। अनि एक दिन बाटोमा जाँदै थिएँ, उता परबाट एउटा केटी चिरिएको लुगा लाएर आएको थियो क्या, यहाँ चिरिएको लुगा लाएर आएको थिएँ। अनि अब त्यो केटीले मलाई हेरी, मैले त्यो केटीलाई हेरेँ। त्यसका पछाडि केटा मलाई हेर्छन्, म भन्छु त्यसलाई हेर्न, चिरिएको लुगा लागि छ त्यसले, आफू यहाँ ह्याङ्गर जस्तो देखिरहेको छु, त्यसलाई हेर्नु नि। तर मलाई हेरे। अनि अब यस्तै हो के भन्नु। अब कलेज जाँदै थिएँ एकचोटि, कलेज पनि पढायो है मैले। बिहानको कलेज थियो, कलेज जाँदै थिएँ, उता परबाट एउटा केटा आयो क्या। म केटाको नजिक आएँ, केटा मेरो नजिक आयो। मेरो साथै पछाडि स्वाट तानी एउटा गाडी स्वाट्टै गयो। मर्थेँ म त्यहाँ, मर्थेँ। तर यदि मरेको भए मेरा टोलका आन्टीहरूले कसरी भन्थे, ए त्यो सिमरन कसरी मऱ्यो अन्त? खुब नकचरी हिँड्थे, पुरा पैसा लायो त, बाटोमा जाँदै थिएँ, केटालाई चुमचुमेर मरी। अब मेरो एक दिन अब बाउ आमाले पनि सोध्छ नि त, छोरी कसरी मरी भनेर। को छोरी? अब राम्रो साथी हुनु पनि फाइदा छ है। एउटा मेरो एकदम राम्रो साथी छ होइन, राम्रो साथी हुनु पनि फाइदा छ। अब एक दिन के थियो, अब लाजिमपाट जानु थियो, ट्याक्सी भनेको त्यस्तै हो, भाडा महँगो भइहाल्छ। लाजिमपाट जानु थियो, ट्याक्सी ड्राइभर सोधे, दाइ लाजिमपाट गएको कति लिनुहुन्छ भने? 500 बुनु, हामी त 500 नै गर्छ। दाइ 450 गर्दैन दाइ? हाम्रो रेटै 500 भने। मेरो साथी आउँछ, दाइ 450मा गर्दिनँ दाइ, कस्तो के दाइ हजुर भने। ल बस 400मा लगिदिन्छु रे बा। मेरो लागि 450 नगर्ने हजुर, त्यसको लागि 400मै। तर फाइदै हो नि त त्यो पनि, अब बेफाइदा है त।
यदि पठाओ एप गरेको पठाओ एप मैले र मेरो साथीले 2टा बाइक आयो क्या मेरो साथीलाई हेरेँ बरु तिमी त मेरो राइड होला बरु तिमी त मेरो राइड होला म भन्छु दाइ हजुर मेरो राइड हो होइन हामी त उसलाई लग्ने होइन ल ऊ त कस्टमर थिए ल ठिक छ एकचोटि त पठाएको दाइ आयो मेरो साथीले मलाई छोडिदिए बाई अनि म चढेँ अलिकति पर गएँ अनि उनी चाहिँ को थिएन कस्टमर म हो मेरो बारेमा सोध मेरो बाउ मेरो आमा मलाई मेरो बारेमा सोध न साथीको पछाडि किन परेको छिस् अब रिलेसनसिपमै आउनु मलाई चाहिँ के गर्नु है रिलेसनसिप भनेपछि अब हाम्रो लङ डिस्टेन्स नै हुन्छ थाहा छ नि हजुर सबैलाई अनि लङ डिस्टेन्स भएपछि यो इमोसन्स डिजायर्स कसरी फुलफिल गरिन्छ त हामी सेल्फी एक्सचेन्ज गरिन्छ नि सेल्फी भनेपछि बुझिहाल्नु होला हजुरले केटीहरूको पुप्स होइन केटाहरूको डिक होइन तर तपाईँलाई के लाग्छ हेर्दा इमोसन सेम हुन्छ म भन्छु नि कस्तो हुन्छ ल बेस अब बुब्स हेर्दा भनौँ है त आहा कति मुलायम कस्तो राम्रो के भन्नु र तर तपाईँलाई के लाग्छ डिक हेर्दा यस्तै हुन्छ म भन्छु नि कस्तो हुन्छ कत्रो आमा स्क्रिनसट गरेर आफ्नो साथलाई पढ्छु ओ यत्रोले म मोड्दिनँ नि सो मेक स्योर है ठुलो देखियोस् एङ्गल मिलाउनु जसरी गर्नु ठुलो देखियोस् किनकि यदि सानो छ भने फेरि के हुन्छ म भन्छु नि कस्तो हुन्छ जिम सिम जान्थ्यो बडी सडी बनाउँथ्यो यत्रै त रहेछ नि सालेको लौ न यत्रै सो मेक स्योर ठुलो देखियोस् अनि अब के हुन्छ भन्दाखेरि बाटोमा जाँदाखेरि अब हेर्ने मान्छेले हेर्छन् नहेर्ने मान्छे हेर्दैन तर हेर्न चाहिँ कस्ताले हेर्छन् भन्दाखेरि नि तोरीहरूले हेर्छन् क्या गाना नि गाइदिन्छन् हे राजा 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 कोरे चामे समाजा उठारो तोरी कोरा रेटाई तुपे माझा त्यसैलाई हेर्न मन लाग्दैन नि त मलाई अनि आउँछन् बोहिया बे कसी के सैया बेला बेला लाग्छ त्यस्तालाई नि हेर्दिउँ कि भनेर तर हेर्दिनँ स्ट्यान्डर्ड भन्ने पनि छ नि अब सिङ्गल छौँ होइन छु नै अब के भन्नु अब बाटोमा हेर्दा जो राम्रो मान्छे भेट्यो नि गाना त गाइदिइहाल्ने हो क्या हेरेको तिमीलाई आँखाले होइन मनले हो थ्याङ्क यू